जेब्रा क्रसमा चाहिँ बाटो काट्न कहिले बिर्सिनु हुँदैन है साथी, नत्र फाइन लागिहाल्छ यहाँ। पहिला 100 थियो, त्यसपछि बढेर 200, त्यसपछि अहिले 400 भएको छ। फेरि यो फाइन तिर्न पनि तपाईँको नजिकको स्टेसन पनि होइन, टाढोको स्टेसनमा पुर्याइदिन्छ। अनि फेरि छुट्टी ल्याऊ होइन, छुट्टीको एक दिन पैसा त्यसै जान्छ। फेरि ट्याक्सी फेयर है, टाढो जानु पऱ्यो, अनि फेरि त्यहाँ फेरि क्युमा बस्नु पऱ्यो। दिनभरि छुट्टी लिएको पैसा पनि गयो, पैसा पनि पाउँदैन, दुःख पनि। फेरि टाइममा तपाईँको टाइममा पैसा पे गर्दा मात्र तपाईँको फाइन लाग्छ, चार्जहरू लाग्छ होइन। यस्तै छ हेर्नुहोस्, दुवै बसाइ यसो वकिङ होइन। म तपाईँको यो ट्रेडिसनल रेस्टुरेन्टहरू छ होइन, कहाँ छ है त। मैले जबहरू पनि खोजिरहेको छु होइन, तर सक्दो पढे लेखेको भयो भने चाहिँ सजिलो हुने रहेछ। एटलिस्ट जब त मारामारी नै छ होइन, खोज्नुपर्ने स्थिति छ। यो पेन्डेमिक सिचुएसनले गर्दा कति छ सिचुएसन अनुसार होइन। पढे लेखे भने चाहिँ कस्तो हुन्छ भने यहाँ धेरै किसिमको धेरै कन्ट्रीको मान्छेहरू हुन्छ, तिनीहरूसँग कम्पिटिसन गरेर होइन नेपालीहरूले राम्रो राम्रो ठाउँमा आफ्नो यो जब पाइसक्नु भएको छ भने अलिक पढे लेखेको छैन भने चाहिँ स्किल चाहिँ हुनुपर्छ होइन। त्यही पनि राम्रो इङ्ग्लिस बोलेकै हुनुपर्छ, अलिक सजिलो हुन्छ, नत्र अलिक गाह्रो हुन्छ। त्यही अब हाउस यताउता सानो जबहरू पाउँछ र पनि स्किल भयो भने चाहिँ सजिलो हुन्छ। कि त राम्रो एजुकेसन हुनु पऱ्यो होइन, राम्रो इङ्ग्लिसहरू राम्रो। तर अहिले नेपालीहरूको एजुकेसन र पढाइहरूमा बाली सरकारले प्लस पहिलाको पनि राम्रै गरेको थियो, बेटर देन बिफोर हो। हाम्रो बाउबाजेको पालाहरू त धेरै नै राम्रो छ र अहिले धेरै सजिलो भएको छ जबहरू पनि पाउन। र हाम्रो नेपालीहरू ठुल्ठुलो अफिसहरूमा ठुल्ठुलो अफिसर भएर काम गरिराख्नु भएको छ होइन, जगिङ होइन।